हेलो गाइस, वेलकम टू अ न्यू व्लॉग। आज मैले चस्मा लगाएर चाहिँ कस्तो लागिरहेछ गाइस कमेन्टमा गर्नुहोस् होला। त आज हामीहरू कहाँ गइरहेछ? आज फेरि हामीहरू कहाँ गइरहेछ? फेरि आज हामी नम्बोजी नम्बोजी अब सानमामा आइरहेको छ, त्यही भएर हामीहरू घुम्न गइरहेछौँ। त्यही भएर यति दिनपछि आइसकेछ, त्यही भएर अब जाने हो, त्यहाँ पुगिसक्छ। अब हामीहरू गइरहेछौँ गाइस। एउटा कुरा अरू गाइस, आज रिजल्ट थियो, म 6th पोजिसनमा आएको थिएँ। 6th पोजिसनमा आएको थिएँ। अरू मेरो मम्मा बहुत ह्याप्पी हुनुहुन्छ खै। म ह्याप्पी अझै पछि अब फेरि अर्को वर्ष धेरै धेरै प्रगति गर्दै जानु, योभन्दा नि माथि माथि है। अब हामीहरू गइरहेछौँ गाइस। अब हामी तल गइरहेछौँ। यहाँ कसैको साइकल छ गाइस। छिटो अब यसको ताला निकालिन्छ। अब जाने नम्बोजी गइरहेछौँ अब गाइस। अब रिक्सा पाएपछि जाम्ला, रिक्सा पाएपछि छिटो जाम्ला। टोल गाइस, यो टोल हाम्रो गाइस। हामी रिक्सामा बसिसक्यौँ। अब एकछिनमै पुग्छौँ। अब हामीले एकछिनमै पुग्छौँ गाइस। अब गाइस हामी पुगिसक्यौँ। सानोमा कहाँ जाने? त अब कहाँ जाने हो, चिसोले जहाँ लाग्छ नि त्यही जाने हो। अहिलेसम्म भेट भयो नि सानोमासँग भेट भयो। अब घुम्न जाने गाइस। कहाँ जाने हो? बजार गाइस हामीहरू एउटा ठाउँमा रोकेछौँ। कार्पेट कसरी बाबु कहाँ जानु? सबै एउटै यही छ नि त हाम्रो त्यहाँ जस्तो देखिन्छ नि, होइन? कति लाग्छ? डन्डाहरू छ नि, यति पनि रहेछ, यो पनि यही पाइयो। अब यो बोकेर हामी कहाँ उता जानु, फेरि पर्दा किन्नु राख्नु ठाउँ काटौँ, काटेर ठिक्क बनाउँ, यहाँ राखौँ, अनि पछि आएर लैजाउँ नि, होइन? राखिदिनु हुन्छ होला नि त। खै कति निकाल्छ, कति मिटर लाग्छ? खै कति मिटर यस्तो डोरी अर्को ल्याएर पनि अर्को छैन, खोजे पाएन। लम्बाइ चाहिँ भइहाल्यो, लामै यत्रो छ र मैले अस्ति सानो मानेको थिएँ क्या, यति मात्रै कम भयो लम्बाइमा। अरे त पनि यस्तो झ्याउ हो, 500 700 यस्तो पर्छ। गाइस के नापानाप गरेर राख्नुभएको छ। हुन्छ त्यही ठिक छ नि। अलिकति कम भयो, त्यो कम भयो। चौडाइदेखि हाल्यो भने पुगिहाल्छ 720 छ। चौडादेखि हाल्यो भने नमिल्ला त
चौडा के छ लम्बा के छ धेरै ठाउँ काटेको पनि फेरि काटेर जोडेर कहाँ राम्रो हुन्छ त्यो दुईयै पिस बनाएको चौडाइदेखि पनि लम्बाइ लम्बाइमा लग्यो भने यति जति खप्पिन्छ यति जति चौडाइमा लग्यो भने ठ्याक्कै हुन्छ पकाउनु त पकाउनै पर्छ त यो तपाईँको लम्बाइ भएको यहाँ काटेर खानुभन्दा यसको लेन्थ छ 2 मिटर 3 पिस बिचायो भने 4 मिटर सक्छ हाम्रो त पुरा आँखा दियो ये सब त्यही हो गाइस सबै भइहाल्यो कार्पेटको सबै भइहाल्यो अब दराज हेर्न गइरहेको छौँ गाइस अब दराज हेर्न जाम दराज हेर्न रिक्सामा जानु त्यति बिदा महँगो पनि महँगो पर्छ अहिले त पैसा किन नभए मैले राम्रो कस्टमर रहेछ 100 रुपियाँ पनि लिएर आएँ कस्तो भाडा अब रिक्साबाट जाने गाइस फेरि रिक्सा बसेर अब दराज हेर्न गइरहेको छौँ गाइस अब दराज हेर्न जाने हो अब गाइस हम पुगिसक्यौँ पर्दा दराज नै पर्दा लिन भित्र गइरहेको छौँ फोटो देखाउँ न कुन पर्दा लिने एउटा कुर्ताको सुगाको त्यस्तो घिउ बत्तीले झन् आएको देखेको पर्दाहरू यस्तो राम्रो हुन्छ बाक्लो कति राम्रो छ जिन्दगीभर हुन्छ हाम्रो त्यो पाक्लो भएर पनि सिजन राम्रो छ त हाल्छ त नि पयालो देखियो गाइस पुरा रेडी भइसक्यो अर्को नम्बर छैन ए यो लाग्ने मेरो हाल्नु एउटा नम्बर कति हेर त बाबू नंबर भन बाबू 6600 प्लस 2250 दुईटा पाइपको टोटल 8850 पेमेन्ट गरिदिनु अनि चाहिँ फोटो खिचिहाल्नु बिल दिनु न एउटा अर्को भ्याट बिल होस् भाइ चाहिँ बाइक त्यसलाई मिलाउँ कता जानु बिलहरू चाहियो भने भाइसँगै बनाएर पठाइदिन्छु दिक्कत छैन नाम बनिदिनु होला हैन गाइस सबै भइसक्यो अब सबै भइसक्यो खै के किन्छ त अब यहाँ झोलाभित्र हालिसक्यौँ यो पाइप अब पर्दा भोलिसम्म आइहाल्छ कहाँ जाने हो अब कहाँ जाने हो अब कहाँ जाने हो
अब धनबोजी जाने हो गाइस। अब धनबोजी जाने हो दराज हेर्न आउनु होला गाइस। यता आउनु होला गाइस। गाइस यता आउनु होला, बहुत मजा आउँछ पर्दा लिन। कार्पेट पनि मिल्छ। हेर्नुहोस् गाइस, सङ्गममा सक छ गाइस, आउनु होला गाइस। हामीहरू आइसक्यौँ पुरै पाइप लिएर दराज हेर्न। उतापट्टिको यो हजुरको एप्पलवाला यो रेडहरूको यो सिङ्गलमा हो। यसको चाहिँ यो हजुरको सिङ्गल सोफा पनि यहीँबाट लिनु पर्यो। सोफा पनि यहीँबाट लिनु पर्यो। सिङ्गलमा हजुरको यस्तो तपाईँको डिजाइनहरू यो पाउनुहुन्छ। यस्तो तपाईँको सिङ्गल दराज हुन्छ, यो एप्पलमा हुन्छ, भएको यो अगाडि मिरर हुन्छ, डिजाइन छ, साइनिङ हुन्छ, हल्का फिनिसिङ बाँकी छ। यो सिङ्गलमा छ, यो हजुरको 3 पिसमा छ। यो सिङ्गलमा हो, कति धेरै दराज होला। पछि यो हजुरको 3 पिसमा यो हेर्नुहोस्, 3 पिसमा यो 3 पिस, यो हजुरको 3 पिस। यो कस्तो छ? सेम यस्तै हो, सेम यही हो नि। फङ्सन सेम यही हुन्छ, भित्रको सबै हुन्छ, डिप्सी यही हुन्छ, उसलाई तपाईँको यही हुन्छ, खालि कलर मात्रै फरक छ। यो हजुरको ब्राउनमा छ, यो हजुरको हल्का लाइटमा छ। यसको 18,500 रुपियाँ छ। एउटै हो, सबै एउटै हो। यसमा हजुरको एउटा छोटो साइजमा लानुहुन्छ, त्यो हजुरको 15,000 पर्छ। यहाँसम्म त्यो 6,000 रुपियाँ एकदम बाहिरको साइज छ। यता आउनुहोस्। बाहिर यसमा हजुरको स्पेस बढी हुन्छ। हजुर यसमा हजुरको स्पेस बढी छ, यसमा हजुरको यो स्पेस पनि कम हुन्छ क्या। त्यो हजुरको ठुलो साइजमा छ। यसको यो नि कम छ, यो पनि कम छ, हाइट पनि यसको कम छ। त्यो हजुरको फुल साइजमा छ एकदम। बाँकी त्यसमा कलर तपाईँको एउटा यो भित्रपट्टि राखेको छ, हजुरले त्यहाँ हेर्नुभएको कलर यो कलर पनि राम्रो छ। लानुपर्ने कोठा हो हजुर है, भइहाल्छ त। यतापट्टि हजुरले हेर्नुभएको यो वाला सेम यही छ, सेम थिङ गर्नु हो। यो फिनिसिङ भएको छैन, फिनिसिङ हुन्छ। अब यसमा हजुरको डबल स्लाइडर हुन्छ, लकर छ भित्र। यसमा हजुरको सेफ्टी लकर हुन्छ, माथि ह्याङ्गिङ हुन्छ। यसमा तपाईँको स्पेस राम्रो छ। यसमा हजुरको सेम हो र त्यही हो, सेम त्यही हो, कलर पनि यही हो, सेम त्यही कलर हो। फिनिसिङ भएको छैन है, फिनिसिङ हुन्छ, पलिस लाग्छ। टाइम लाग्छ तपाईँको होला नि। आधी घन्टा त लागिहाल्छ। लैजानु त होला। त्यही त म अघि यता हेरेर एक ठिक लाग्यो। नानी त्यही लैजानुहोस्, केही छैन। हजुरलाई जुन मनपर्छ त्यही लैजानुहोस्। एउटै हो, यहाँ एउटै रहेछ। म हटाइदिएँ, एकछिन हेर्नुहुन्छ, हेरिहाल्नुहोस्, केही छैन। 3 पिसहरूलाई कसरी छ नि प्राइस? 3 पिसलाई हजुरको 35,000 रुपियाँ छ म्याडम। सेम हजुरको त्यही हो। आएर हेर्नु ए अघिको यही एउटा लैजानु न। लकर पनि छ। त्यो पनि अहिले फिनिसिङ भएको छैन। माथि यसमा हजुरको ह्याङ्गर लाग्छ अहिले, साइडर हालिदिन्छौँ। तपाईँको अहिले फिनिसिङ हुन्छ, सिसा छँदैछ तपाईँको। सेम त्यही लुक छ तपाईँको। लग्ने पो केमा लैजाने? अटोमा हामी पठाइदिन्छौँ, भाडा तपाईँले दिनुपर्छ। खजरा हजुरको कुन ठाउँ हो? 1 नम्बर खजरा 1 नम्बर है, भइहाल्छ। म पठाइदिन्छु, तपाईँको फोन नम्बर छोडिदिनुहोस्। 1 घन्टामा तपाईँको सामान घरसम्म पुगिहाल्छ। बाँकी 10 वर्ष हजुरको फुल ग्यारेन्टी हुन्छ। किरा लाग्दैन, पानीले बिग्रिन्न, यसको हजुरको कलर जाँदैन,
बाँकी तपाईँको तालसाहरू यसो तपाईँको केही अब केही प्रब्लम भएको पनि एकचोटि फोन गर्नु होला हामी पठाइदिन्छ ए कलरहरू गयो भने के गर्नु कलरको त 10 साल त ग्यारेन्टी हुन्छ कलर डिस्कलर भएको भने तपाईँ दराज त्यही पठाइदिनुहोस् तपाईँ तुरन्तै बिल हराइने केही मतलब छैन हामीले त काम तपाईँको एउटा विश्वासमा गरिदिने हो किन सामान त तपाईँको सदाभरि किन्न तपाईँको अब काम लाग्छ घरको लागि हो आज यो किनेछ भोलि अरू के किन्नु पर्ला ए यो गरिदिनु नि भयो भइहाल्छ यो अहिले तपाईँको सबै यो सेटिङ हुन्छ अहिले यो सेटिङ भएको छैन नै यो यहाँ यो उल्टेको नै यो के उम्के छैन यो अहिले फिनिसिङ हुन्छ यहाँ तपाईँको अहिले पोलिस लाग्छ यो हेर्नु न यो अहिले यो गिलो लाग्छ कि फेब्रिकोल अहिले तपाईँको सबै सफाइ हुन्छ अहिले यो सफाइ हुन्छ यो तपाईँको यहाँ यो तपाईँको दागहरू सबै यो अहिले पुरा सब सफाइ हुन्छ राम्रोसँग हामी प्याकिङ गरेर पठाइदिन्छौँ भद्र त हामी तपाईँको त्यहाँ क्यान्सर हस्पिटलमा त हामी सम्पूर्ण काम गरेर फर्निचरको मिलाउनु हुन्छ नि हजुर कति बेला पुग्नुहुन्छ घर अहिले कति जान्छ हाम्रो अब यस्तो 1.5 घन्टा त लाग्छ होला जानु बेला पुग्नुहुन्छ त्यसो भए ठिक छ म बन्द परेछ लास राजु कहाँ हो पुरा भइहाल्यो दराजको त्यो पुरा आउनु होला तपाईँहरू पनि काठ फर्निचर उद्योगमा तपाईँ आउनु होला सोफा पनि छ दराज पनि छ बहुत धेरै चिज छ तपाईँ पनि आउनु होला अब बस पहिला वहाँ जानु पऱ्यो त्यो हामीले आएर बसिसकेको छ बाबु मिलाइदिनु त म बस्छु समातिहाल्छु हाम्रो आइसकेछौँ अर्को ठाउँ कपडा किन्न सुरुवाल मात्रै कि माथि पनि छ होइन नि यो सुरुवाल मात्रै कि यस्तो कन्टिन्यू टाइपको अनि त्यो बजार यति सजिलो हुँदो रहेछ यो एकचोटि लगाउनु मैले त्यो साइडको टिपेर हालेको नि म कुन होला मलाई गाइस यहाँ पनि आउनु होला यहाँ कपडा मजा पाइन्छ यहाँ न्यु इयरको कपडा पनि पाइन्छ बहुत माथि राखे हो यहाँ यहाँ आउनु होला बागेश्वर मन्दिरको अलि अगाडि कपडा पनि मजाले पाइन्छ गाइस किनमेल भइसक्यो अब घर जाँदैछौँ पुरै आज त पुरै सपिङ भयो आज मजा आयो कि नै कमेन्ट गर्नु होला तल लाइक सेयर सब्सक्राइब पनि गर्नु होला हामीहरू आइसकेछौँ घर छिटो
हामीहरू आइसक्यौँ गाइस। गाइस अब म एडिटिङ गर्छु अनि त्यसपछि कहीँ जानु छ, त्यही भएर आजको लागि यति भइहाल्यो। अब आजको लागि यति। लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु।